के हो पार्टी भनेको? मेरो यो आवाज सुन्ने कोही कसैले आएर मलाई यहाँ भन्नु ल, पार्टीको परिभाषा सोध्छु, पार्टीको सिद्धान्त सोध्छु, त्यो सिद्धान्त अन्तर्गत तपाईको चाहिँ समाजको रूपान्तरणको प्रक्रिया के हो, त्यो विधि के हो, त्यो सोध्छु। आउँछ तपाईहरुलाई? हावामा त्यतिकै झण्डा बोकेर कुद्दिने, झण्डा मात्रै बोकेर चाहिँ हिँड्ने मान्छे, जुन झण्डा 25 वर्षसम्म बोकेको छ त्यसको अर्थ अझै थाहा छैन, त्यस्तो व्यक्तिलाई भन्छ ठुटे नेता। ठुटे नेताको पछाडि धराने जनता लाग्नु हुँदैन। ठुटे नेताहरूको पछाडि धरान लागेकै कारणले आज खानेपानीसम्म छैन। तपाईहरुले यसो हेर्नुहुन्छ, राम्रै देखिन्छ त, सहर त राम्रो राम्रो घर बनेको छ, बाटो राम्रो बन, यो सबै विदेशमा हामीले बगाएको पसिना बगाएको रगतको कमाई हो। यो यहाँ हामीले देशमा चाहिँ आर्जेको सम्पत्ति हो र? हामीलाई भात खानको लागि विदेशीको टोइलेट सफा गर्न जाने बाध्यता कसको कारणले भयो, के भएर भयो भन्दा यो देशको राजनीति ठिक भएन। यो देशको राजनीति के भएर ठिक भएन भन्दा हामीले भोट हाल्न जानेनौं नि त। खाली चुनाव आउँछ, पार्टीको चुनाव चिन्हलाई भोट हाल्यो आयो। चुनाव चिन्ह भनेको, निर्जीव चुनाव चिन्ह भनेको नक्सा मात्रै हो। नक्साले काम गर्ने हो र? म बारम्बार भन्ने गर्छु, नक्साले काम गर्ने हो भने यो चौबाटोमा ठूलो सूर्य बनाउनु अनि 1 महिना पर्खेर बस्नु, त्यसले काम गर्दै गर्दैन हेर्नु। त्यसको पल्लोपट्टि ठूलो रुख बनाउनु, त्यो भन्दा पनि, अनि त्यसले काम गर्दै गर्दैन 6 महिना पर्खेर हेर्नु, काम गर्दैन। काम गर्ने भनेको व्यक्तिले हो। असल व्यक्ति तपाईले चुन्नुपर्छ, जुन व्यक्तिले तपाईको भावना बुझेको होस्, तपाईको चाहना बुझेको होस्, तपाईको चाहिँ आवश्यकता बुझेको होस्। केही नबुझेको, केही न कामको मान्छे, चुनावको बेला मात्रै आउने मान्छे, कोठे राजनीति गरेर बस्ने है, ताली बजाउँदै बस्ने, सिग्नेचर गर्दै कोठामा बैठक मात्रै बस्ने मान्छेहरू यसपालि चुनावमा आएको होइन। हर्क साम्पाङले तपाईको चाहिँ धरानको खानेपानीको लागि कति वर्ष भयो लडेको, तपाईहरुलाई थाहा छ? स्वास्थ्य, शिक्षा, बिजुली, बत्ती, तपाईको चाहिँ बजार व्यवस्थापन, महँगी नियन्त्रणको लागि आवाज उठाएको कति वर्ष भयो? त्यसो भएको कारणले सम्पूर्ण कुरालाई, यो काम गरेको एउटा मेहनत गरे विद्यार्थी देखेर पनि, एउटा निष्ठा र इमानदारी, एउटा निरन्तरतालाई देखेर पनि तपाईहरुले हर्क साम्पाङलाई चिन्नुपर्छ भन्ने पनि मलाई चाहिँ लाग्छ।